प्रदान गरिदिनका लागि विनम्र अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालक तथा यस प्रतिष्ठानका आजको हाम्रो यस बेलुका प्रतिष्ठानबाट आयोजित कार्यक्रम बहुभाषी गोष्ठीका कार्यक्रमका अध्यक्ष तथा प्रतिष्ठान अध्यक्षज्यू, हाम्रो यो कार्यक्रमलाई सफल बनाउनको लागि र हामी सम्पूर्ण उपस्थित महानुभावहरूलाई प्रेरणा प्रदान गर्नको लागि कार्यक्रम अन्तर्गतको यो कार्यक्रम बहुभाषी कविता गोष्ठी साहित्य गोष्ठी सञ्चालन हुन गइरहेको म यहाँलाई जानकारी गराउन चाहन्छु। यो सन्दर्भमा यहाँमा म यस प्रतिष्ठानको उपाध्यक्षको हैसियतले र व्यक्तिगत तर्फबाट समावेशी अभिवादन गर्न चाहन्छु। आज नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना भएर 70 सालमा संविधान जारी भइसके पछाडि यहाँसम्म आउँदाखेरि संघीय लोकतान्त्रिक गणतन्त्रमा हामी आधारभूत जनताहरूले अनुभूत गर्ने विभिन्न आयामहरूमध्ये हामी यहाँ नेपालमा बसोबास गर्ने लगभग 125 भन्दा बढी भाषीहरूले अनुभव गर्ने कुराहरू हाम्रो भाषाहरूको जागरण भाषाहरूप्रतिको संरक्षण सँगसँगै जागरण अभियानहरू पनि चलाउने सँगसँगै आफ्नो भाषाको विकास र समृद्धि गर्ने अधिकार पनि प्राप्त भएपछि आधारभूत तहमा स्थानीय तहमा फेदबारी विज्ञान प्रतिष्ठान स्थापना भइसके पछाडि हामीले यस क्षेत्रमा बसोबास गर्ने विभिन्न भाषाहरूको उत्तिकै विकास संवर्धन हुनुपर्छ भन्ने स्थानीय सरकारको नीति तथा कार्यक्रम अन्तर्गत रहेर हामीले यो भाषाको विकास र संरक्षण र सम्पादन गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो। कुनै समयमा हामीले सरकारी कार्यालयतिर अथवा कुनै सार्वजनिक ठाउँतिर हामीले आफ्नो जातीय पोसाक लगाउँदा पनि कारबाहीको निशानामा पर्नु पर्थ्यो। आफ्नो भाषा बोल्दा पनि कारबाहीको निशानामा पर्नु पर्थ्यो। त्यो युग बेहोरेर आएको हामी आज संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना भइसके पछाडि आज त्यो युग छैन। यो यहाँसम्म आउनको लागि तपाईँ हाम्रै अग्रजहरूको योगदान राजनीतिक आन्दोलनको विभिन्न आन्दोलनको चरणहरूमा गरिएका योगदानहरू बलिदानीहरूको पश्चात आज यो प्राप्त उपलब्धिलाई हामी स्थानीय तहमा उपभोगको चरणमा छौँ।